फेरि भिडियोमा म भन्न सक्दिनँ चाहिँ मारिदिए पनि म भन्न सक्दिनँ तब किन ल त्यही हो माया जानीसँग मारिदिए पनि म भन्दिनँ ल गर्नु तपाईँ जति गर्नु छ मरे गए पनि म यसरी जनकपुर हो तिम्रो घर भन्दैन तिमी भिडियोमा त्यसको भन्दा यसको घरै छैन त्यो जनकपुर तिमी मोबाइल लगेर कहाँ बेचिसकेछौ त्यो केटाहरूको नम्बर छ तिमीसँगलाई त्यो मोबाइल कहाँ छ कहाँ कुन ठाउँमा छ त्यो मोबाइल कहाँ छ तिम्रो सुन न त्यहाँ पहिला मोबाइल कहाँ छ मोबाइल लगेको कहाँ छ त्यो पसलको नाम थाहा छ पसलको नाम चाहिँ केटाले उता दिएको एउटा केटा छ त्यसलाई तिमीसँग त कन्ट्याक्ट होला नि त्यसको नम्बर छ नम्बर बना म मोबाइल दिइरहेको छु छैन के हो अञ्जली तिम्रो बुवाको नाम के हो राजेश शर्मा तिम्रो आमाको नाम के हो तिम्रो ठुलो बुवाको नाम के हो ठुलो बुवाको नाम मनोज ठाकुर घर कति नम्बर वार्डमा छ घर 4 नम्बर वार्डमा यहाँ बोल कति नम्बर वार्डमा 4 नम्बर वार्डमा गाउँको नाम के पर्छ महानगरपालिका क्याम्पस 4 नम्बर वार्ड कति जनकपुर महानगरपालिका त्यसको केटासँग त मलाई मोबाइलमा धेरै डकुमेन्टहरू छ त्यहाँ मगाउन सक्छस् मगाउन सक्दैन भने तिम्रो घाँटी काटेर फालिदिन्छु बोरामा भर्दीमा त पुलिस केही गर्दैन त्यहाँको फेरि यिनीहरूले धेरै ठुलो होइन 5 वर्षभन्दा तलको बच्चालाई मात्रै टार्गेट रे के तँलाई कसले सिकायो यो गर्नु यो बच्चालाई लगाएको तेरो मोबाइल उठाएर बाबाले चोरेले भन्छ त्यही बच्चाले अस्ति हात गर्दै लगाएको थियो नि दिन सक्छ मोबाइल सीसी क्यामेरा के सामान दिन्छु भने त्यसको भिडियो बनायो त्यो मोबाइल कोसँग छ त्यसको नाम केटाको थाहा हो के छ नाम भन त नाम भन सुनिल पासवान घर कहाँ छ त्यसको वार्ड नम्बर कति हो वार्ड नम्बर 5 मा त्यसको बुवाको नाम थाहा छ महेश पासवान अनि त्यसको मम्मीको मम्मी छैन अरे मुजी दिदीहरु छ त्यसको पुरै डिटेल थाहा छ भने त्यसको त्यो मम्मीको कसरी त थाहा पाइस् मम्मीको नाम त मम्मी छैन त्यसको मम्मी छैन तिमी जस्तो चोर हो त्यो केटा एउटा बहिनी तिम्रो ग्रुपमा को छ त्यो होइन बेचेको मात्रै हो मैले बेचेको त मलाई थाहा पनि छैन बेचेको मात्रै हो बेचेको हो भने त्यसको बुवाको नाम तँलाई कसरी थाहा भयो ऊ मतलब म जुनिसमा पढ्छु नि कुन जुनिसमा शंकर मिसनमा महावीर चोकमा त महावीर चोकमा पर्छ झुटो बोलिरहेछस् त्यसको त्यहाँ रुम छ तिम्रो सरसँग पनि सोध्नु स्कुलमा सोध्नु भने भन्छ अन्त लानमा के चोरिस लानमा नि एउटा बच्चा अपहरण गरेछ यसले के